मेरो घर मेरो बगैँचा बनाउने अभियानमा जारी छ। यसरी विभिन्न फुलहरू फुलिरहेछन्। एभोकाडोको यत्रो भएको छ। यतापट्टि लौका फल्दैछ। यसरी बत्तीलाई ल्याइरहेछन्। यसरी विभिन्न तरकारीहरू फर्सी, गावा, बोडी, यता झिक्रोमा गएर गिरम्लो फलेछ। विभिन्न फलका बतिलाहरू यसरी लगाइरहेछन्। बारीमा आउँदै गर्दा चराको आवाज सुन्न सकिन्छ। सँगसँगै एउटा फर्सी लुकेर फलिरहेको पनि रहेछ। सागपातहरू पनि अलिअलि फुच्चा देख्न सक्छौँ। यतापट्टि यसरी विभिन्न थरीका फुलहरू, गुलाब, बाह्रमासे, यो दैनिक पूजा गर्ने फुलहरू छन्। मेवा पनि छ, मालती। यसरी अब लिची पाक्ने क्रम जारी छ। पहेँलो, रातो, सेतो, पिङ्क कलरको लगायत पाती पनि रोपिएको छ। यस्तो फुल छ। यसरी विभिन्न थरीका फुल फुलेका छन्। यसरी पनि फल्यो। यसरी बोडी फलिरहेछ। यतापट्टि यो फुल फुल्दैछ। यसरी मकै, यहाँ भेन्डी फलिसकेको छ, टिप्ने तयारीमा छ। खुर्सानी छ, यहाँ अर्को एउटा फुल फुलेछ। धुबी, अम्बा यसरी फलिरहेछ। यस्तो छ मेरो करेसाबारी। मेरो घर मेरो बगैँचा।